レビー小体型認知症。脳全体にレビー小体というものができる。レビー小体型認知症को रिउ गेन के हो त भन्दा नौ जेन्टाई हाम्रो ब्रेनको सबै भागहरूमा चाहिँ रेबी सोताई तो यो मोनोरे रेबी सोताई भन्ने एउटा चिज हैन चिज तर रेबी सोताई भनेको के हो त रेबी सोताई भनेको एउटा थाम्पाकुसिच भने प्रोटिन हैन प्रोटिन चाहिँ बन्दै जान्छ रे बन्छ रे अब यसको सोजो के हो त यसको सिम्पटममा चाहिँ गेन्सीगा नान्दोमो ओकोरु गेन्सीगा नान्दोमो ओकोरु भनेको गेन्सी अब ब्रेनको पार्टहरुमा हैन त्यस्तो प्रोटिन चाहिँ टासिदै जाँदाखेरि चाहिँ के हुन्छ भने हाम्रो ब्रेनमा त डिफरेन्ट फंक्सनहरु गर्ने पार्ट्सहरु छ हैन जस्तै अब पछाडीको पार्टमा चाहिँ शिकाकुया भन्ने हुन्छ शिकाकुया भनेको हामीले हेर्न सक्ने जुन देखिने भाग हैन त्यो भागमा चाहिँ यदि अब यो प्रोटिन चाहिँ टासियो भने हैन के हुन्छ त आँखाले नभएको चीज देखिन्छ हैन नभएको चीज चाहिँ देखिने हुन्छ अनि त्यो देखिने त्यो नभएको चीज चाहिँ नान्दोमो कुरो के अब त्यो बार त्यस्तो चाहिँ नभएको चीज देखिने कुरा चाहिँ भइराख्छ अर्को सोजो के भने पार्किन्सन सोजो भनेको एउटा रोग हो है पार्किन्सन बिरामी भन्छ नि हो त्यो जुन चाहिँ हात खुट्टा त्यो हल्लिराख्ने के चलिराख्ने त्यो चलिराख्ने चाहिँ कतिखेर भन्दाखेरि जब चुप लाएर बसिराख्छ त्यतिखेर चाहिँ त्यो हात खुट्टाहरू शरीर चाहिँ हल्लिने त्यो पार्किन्सन बिरामी अनि पार्किन्सन बिरामीमा के हुन्छ भने हाम्रो किडनीको जुन मसल्सहरू चाहिँ एकदमै कडा भएर जाने है त्यस्तो खालको सोजो हुन्छ सिम्पटमहरू देखिन्छ अनि त्यो खालको सिम्पटम पनि यहाँ यो रेबी सो टाइगाटा निन्जी सो भयो भने पार्किन्सन मा के खालको सिम्पटमहरू देखिन्छ त्यही सेम सिम्पटमहरू यसमा रेबी सो टाइगाटा निन्जी सोमा पनि देखिन्छ अर्को थोकुचो हैन यसको विशेषता के हो त रेबी सो टाइगाटा निन्जी सोको विशेषता भनेको इचिनिची नो नाका दे शोजोगा खवारु निचिनाइ हिन्दो दिनभरिमा हैन दिनभरिमा चाहिँ सिम्पटम चेन्ज भइराख्ने के जस्तै कि त्यो सिम्पटम दिनभरिमा सिम्पटम चेन्ज भइराख्नेलाई के भन्छ निचिनाइ हिन्दो भन्छ हैन दिनभरिमा चेन्ज भइराख्ने निचिनाइ हिन्दो अनि के हुन्छ त यसमा टेन्टो सिसिन इस्किसोगायो ओकोरु टेन्टो हुने रिस्क छ हैन लड्ने रिस्क अनि अब यो पार्किन्सन बियो भयो भने त अब हिँड्न पनि गाह्रो हुन्छ हैन अनि भएर टेन्टो हुने रिस्क त भइहाल्यो है अनि सिसिन भनेको इस्किगा उसिना हो भने हैन आफ्नो अनकन्सियस बेहोस हुनु र इस्किसोगाई हैन इस्किसोगाई भने कन्सियसनेसमा चाहिँ सोगाई हुनु हैन पुरै बेहोस जस्तो पनि हैन अब एकदमै बीचको अवस्था के पुरै जागृत पनि होइन पुरै बेहोस पनि होइन बीचको अवस्था त्यस्तो खालकोलाई चाहिँ इस्किसोगाई भनिन्छ